हाम्रो नेपालमा पेट्रोलको प्राइस कहिले बढिरा हुन्छ कहिले घटिरा हुन्छ र अहिले पेट्रोलको प्राइस चाहिँ 159 रुपीस प्रति लिटर चलिरहेको छ र यो 159 मा हामीले केमा कति तिर्छौं भनेर आजको भिडियोमा बुझौं है। हामीले कन्ज्युम गर्ने पेट्रोलियम प्रोडक्ट्स एनओसी नेपाल ओइल कर्पोरेसनले इन्डियाबाट इम्पोर्ट गर्छ र त्यो इम्पोर्ट प्राइसमा कस्टम ड्युटी, रोड मेन्टेनेन्स ट्याक्स, पोल्युसन ट्याक्स, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट ट्याक्स, प्राइस स्टेबलाइजेसन फन्ड 1% र भ्याट 13% जोडिसकेर आएको प्राइसमा एनओसीले पेट्रोलमा 2.5% प्रॉफिट राखेपछि मात्र हामी सामु आइपुग्छ। यही प्राइस पनि हामीले ख्याल गर्यौं भने एकदमै फ्लक्चुएट भएको देख्छौं। त्यो चाहिँ किन भन्दा हाम्रो पेट्रोलको प्राइस डाइरेक्टली आईओसी इन्डियन ओइल कर्पोरेसनसँग लिङ्क छ र इन्डियामा हरेक दिन पेट्रोलको प्राइसलाई रिवाइज गरिन्छ। इन्टरनेशनल क्रूड ओइल प्राइसेसमा उतार चढाव, करेन्सी एक्सचेन्ज रेट, ट्याक्सेस र लोकल मार्केट कन्डिसनले गर्दा आईओसीले हरेक दिन बिहान 6 बजे पेट्रोलको प्राइस रिवाइज गर्ने गर्छ र अटोमेटिक फ्युल प्राइसिङ मेकानिजम अनुसार हाम्रो फ्युल प्राइस चाहिँ हरेक 15 दिनमा रिवाइज गरिन्छ। यसरी इन्टरनेशनल मार्केट प्राइसेसको घटबढले हाम्रो प्राइसेसमा पनि डाइरेक्टली असर पर्छ।